भोट माग्न आउनु पर्दैन। म यहाँ भोट माग्न होइन, म झापा 5 मा भोट माग्न होइन, न्याय माग्न आएको छु। न्याय। भोट त सबैले पाउँछन्, चुनाव त सबले जित्छन्। न्याय पाउनका लागि एउटा युग पर्खिनुपर्छ। म झापा 5 मा न्याय माग्न आएको छु दाजुभाइ दिदीबहिनीहरू, न्याय माग्नका लागि। अन्याय त म माथि पनि भएकै हो, तर मेरो न्याय माग्न आएको होइन। अन्याय त म माथि मात्र भएको होइन, अन्यायको शिकार त म पनि भएको छु। मेरो चिन्ता गर्न पर्दैन, तर देशको न्यायको लागि एकपटक भोट हाल्नुपर्नेछ। झापा 5 को यसपटकको मतदान इतिहासको एउटा कोसे ढुङ्गो हुनेछ। म त्यो इतिहास बदल्नका लागि झापा 5 तयार छ कि छैन हेर्न मैले माथि चढेको छु। म कुनै पनि सभामा यति धेरै माथि चढेको छैन। हुन त म त्यति धेरै माथि चढ्ने मान्छे होइन, भएकै मान्छे हो, तर म सबैको अनुहार हेर्न चाहन्छु। इतिहास बदल्न तयार छ कि छैन यो आशामा। झापा 5 ले यसपटक इतिहास लेख्नुपर्नेछ, देशलाई न्याय गर्नुपर्नेछ र देशलाई न्याय गर्नेछ भन्ने कुरा मैले विश्वास गरेको छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ। जब जनता जागे तब देश बचेको छ। मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटोमा रोकेर भन्नुहुन्छ, बाबु यो देश बचाऊ। मैले सुनेको छु। म झापा 5 मा उभिएर भन्न चाहन्छु, बाआमा सुन्नु होला, यहाँ पनि हुनुहुन्छ, यो देश बच्छ पनि र यो देश बन्छ पनि।